सो आजको भ्लगमा चाहिँ म बिहानै उठेर जाँदैछु खेततर्फ, किनभने चाहिँ आज हामीले चाहिँ बेसीबाट माथि खेतमा चाहिँ होइन छारी ल्याउनु पर्ने हुन्छ गाईको। छारी चाहिँ बनाएर मैले सकेँ। अब यसलाई बोलो लिएर लाउनु पर्ने हुन्छ। त्यसपछि म बोलोलाई लिएर फेरि खेततिर जाँदैछु। अब यसलाई लगाएर फेरि घरतिर जानुपर्ने हुन्छ। अनि फेरि म चाहिँ घर आएर लागेँ बेसीतर्फ। आज बेसीदेखि घरतिर वस्तु ल्याउनु पर्ने थियो। अहिले चाहिँ म बेसी नै झरे पुगिसकेँ। अनि बेसीमा चाहिँ एउटा सानो काम थियो। काम चाहिँ के थियो भन्दाखेरि मकै घाँस असारको लागि छरेर घर ल्याउनु पर्ने थियो वस्तु। त्यसपछि मैले गोरुलाई नारेर हलो नि लगाइसकेँ। अब गोरुलाई जोतेर मकै छर्नुपर्ने हुन्छ। अनि हामीले चाहिँ मकै नै छरिसक्यौँ। त्यसपछि गाई बस्तु निकालेको, भैँसी चाहिँ घाम भएछ र हाल बसिरहेको थियो।